भन्नु पर्दाखेरि अहिले चाहिँ हाम्रो रोनाल्डो भन्ने यहाँ अहिले हामीले देख्दैछौँ। यो हात्तीको नाम चाहिँ रोनाल्डो भनेर राखिएको छ। त्यसपछि एउटा ध्रुवे भन्ने हात्ती छ, अर्को एउटा गोविन्द भन्ने हात्ती छ। यी हात्तीका छावाहरू छन् यहाँ हाम्रो ब्रिडिङ सेन्टरमा है। अब यो जङ्गली हात्ती चाहिँ फ्रिक्वेन्टली यहाँ भिजिट गर्न आउँछ अनि त्यसपछि यहाँका हात्तीहरूसँग म्याटिङ गर्ने र यिनीहरूकै सन्तानहरू, उत्पादित सन्तानहरू यहाँ छन्। र केही समय अगाडि तपाईँले सुन्नुभयो होला, नेपाल सरकारले उपहार स्वरूप चाहिँ हात्तीका दुईटा छावा चाहिँ कतार सरकारलाई दिएको थियो। त्यो पनि यिनै जङ्गली हात्तीहरूकै बच्चा हुन्। हाम्रो यहीँ क्याप्टिभिटीमै उत्पादित भए तिनीहरू, यहीँ जन्मे, यहीँ हुर्के। त्यसपछि अब तिनीहरूलाई चाहिँ उता पठाइयो। यो सबैको चाहिँ पिता चाहिँ को हो भन्दाखेरि जङ्गली हात्ती नै हो कि। अहिले क्याप्टिभिटीमा त्यस्तो खालको बुल एलिफेन्ट चाहिँ यहाँ छैन कि है। अब हात्तीको कुरा गर्दाखेरि तपाईँको प्रेग्नेन्सी पिरियड भन्छ नि, गर्भावस्था भनेको हात्तीको 22 महिनाको हुन्छ कि। हात्तीको चाहिँ गर्भावस्था चाहिँ 22 महिनाको हुन्छ। अनि जन्माउँदाखेरि एउटा मात्रै बच्चा जन्माउँछ। हात्तीको बच्चालाई के भन्छ हजुरहरूलाई थाहा छ? छावा भन्छ है। इङ्ग्लिसमा के कब भन्छ कि के भन्छ है हजुर? काल्फ भन्छ है। हात्तीको बच्चालाई काल्फ भन्छ कि। एउटा मात्रै बच्चा जन्माउँछ। तर यो एलिफेन्ट ब्रिडिङ सेन्टर स्थापना भएदेखिको चाहिँ एउटा चाहिँ को इन्सिडेन्ट चाहिँ के भयो भन्दाखेरि यहाँ हात्तीका चाहिँ दुईटा बच्चा पनि जन्मे, एउटा माउबाट, ट्विन्स। जो आज तपाईँले 1000 को नोटमा देख्नुहुन्छ दुईटा हात्तीका बच्चाहरूको फोटो भएको छ भने त्यो चाहिँ यहीँ जन्मेको हात्तीको छावाहरू हुन्। त्यसको नाम राम र लक्ष्मण राखिएको छ कि। पहिला चाहिँ एउटा सिङ्गल हात्तीको मात्रै थियो। अनि पछि चाहिँ यहाँ त्यो फेरि अपडेट गरेर बनाउँदाखेरि नयाँ निक्लेको नोटमा चाहिँ दुईटा छावाको सहितको फोटो आएको छ। त्यो यहीँ जन्मेका, यहीँ हुर्केका बच्चाहरू। अब हात्तीको कुरा गर्दाखेरि के छ भन्दाखेरि यिनीहरू हाइली सोसियल लिभिङ एनिमल्स भन्छ। उनीहरू हर्डमा बस्छ, वाइल्डमा पनि हर्डमै बस्छ है। ठुलो झुन्डमा बस्छन्। झुन्डलाई चाहिँ जहिले पनि केले चाहिँ लिड गर्छ त भन्दाखेरि ओल्डेस्ट फिमेल अथवा ग्रान्ड मदरले लिड गर्छ भन्छ कि। हजुरआमाले त्यो चाहिँ सबै झुन्डलाई चाहिँ नियन्त्रण गरेर उहाँकै कमान्डमा चाहिँ उनीहरू हात्तीहरू यताउता दिनचर्या बिताउने गर्छ। किनभने उहाँलाई पहिलो कुरो त्यो ठाउँमा चाहिँ पानी सकियो भने कहाँ गएर पानी पिउने होइन, घाँस सकियो भने त्यो खानाको अभाव भयो भने कुन ठाउँमा जाँदाखेरि खाना पाइन्छ, घाँस पाइन्छ, चरण क्षेत्र छ, स्रोत उनीहरूलाई रिसोर्स सबै थाहा हुने भएको हुनाले गर्दा हात्तीहरूको जहिले पनि चेन अफ कमान्ड जस्तै त्यो एउटा बुढी हात्तीलाई चाहिँ फलोअप गरेर उनीहरू चाहिँ झुन्डमा बस्ने